हजुर कहाँ जानु लानु भएको हो र कोसँग आउनु भएको त हो र कति दिन जानुभयो आजसँग आजसँग 2 दिन हो कति राम्रो देख्नु भएको छ हजुर त क्युटी क्युटी खै पोज गरिदिनुहोस् त्यस्तै हेलो गाइज आज पनि हामी मेला हेर्न आएको छौँ दुईटा मम्मी हेजल म यहाँ हेर्नु दोस्रो गुल्मी महोत्सव आजसँग 3 चोटि आएँ म मेरो हेजु चाहिँ 2 पटक आयो मम्मी त कति धेरै आउनु भयो न अनि यता मम्मी फेरि 2 चोटि आउनुभयो गाई जल चाहिने भयो यहाँ पाइन्छ आउनु होला लिन अलि फर्किँदा आउँला है अलि फर्किँदा कता र जे एउटा खाने मैले नि ल्याउनु भोक लागेको रहेछ है यहाँ के भन्नु चे निनु धेरै भयो कन्ने खानु म मिठो हजुरी खाने बच्चु ओ मिठो हेर्नुहोस् गाइजहरू कसरी खानु भयो दुईटा मम्मीले गाइज कान्छुको चाहिँ प्यान्ट खस्यो भन्दैछ त्यही भएर आफै ट्राई गरिदिनु हुनुहुन्छ एजनलाई चिन्नु पनि ठिक्क हुन्छ कि जस्तो छ फिट भयो छोरू खै त राजा फिट भयो मेरो पुन्टुलाई हामीले सेट रोड दिन लगाएको यही ल्याइदिनु न र ठिकै हुन्छ कि यसको टी सर्टको हुनु रे यता राख्नु त मम्मी यता टी सर्ट चाहियो सेट लगिदिनु लगाएको ल कति हो यसलाई 500 ओ त्यो रोजन लगाएको हेर्नु त गाइस त्यो दाइले छोपिरहेको यो वाला मन पर्यो कस्तो राम्रो छ हेर्नु न यही लाने अब गाजर हेर्नु कति राम्रो बुट्टा छ साह्रै मन पर्यो मलाई यही लानु लागेको हामी चाहिँ मिलेर कस्तो राम्रो दामी के भन्छ यो सिरक किन्यो अनि सिरकको खोल पनि मिलाएर सब्स्क्राइब गरिदिनु होला हैन उहाँहरुले चाहिँ हाम्रो आजको ह्यापी कस्टमर हुनुहुन्छ हाम्रो है उहाँलाई देखाइदिनु खुसी हुनुहुन्छ खै ह्यापी यस्तो गर्नु खै ह्यापी गर्नु ह्यापी देखाइदिनु हाम्रो डिल चाहिँ भयो है फाइनली ए त्यसो सब्स्क्राइब गर्छ नि जुमला गएपछि ओके एडभान्समै थ्याङ्क यू सो मच कङ्ग्रेचुलेसन फर योर न्यू युट्युब च्यानल ओके थ्याङ्क यू भन न ह्याप्पी हुनुहुन्छ नि पे पाएर चाहिँ मम्मीले टी सर्ट र
सुरुवाल रोक्नुभयो 500 गाइस 250 मम्मीले चाहिँ मम्मीको लागि रोसिदिनु हुनुहुन्छ ल अर्को नाप्दिनु रे त ल मम्मी नाप्दिनु त यो राम्रो देख्यो एउटा यो चाहिँ यो मम्मीले लाने रे के दुईटा पछाडि चाहियो र त ल ठिक छ मम्मी दुईटा लाने ल दुईटा राम्रो देख्यो ल दुईटा राम्रो देख्यो के नाटक पार्ने धेरै ब्याग लाने रे बच्चुले कुन चाहिँ राम्रो छ यो कि यो मम्मी यो झोला बोकेर उस गर्नु त्यो हेर्नु यो रोजो कुटुङ्गीले 300 चस्मा किनेको है एजलले कस्तो राम्रो छ है राम्रो छ उयो गर्न नाच्छ कि मम्मी माथि अगाडि ब्लग एजलको खै त हौ म त खासै नाचेको देख्दिनँ त के रमाइलो भएन है यसरी चाहिँ नाइ तपाईँहरू राम्रोसँग नाच्नु भएकै छैन खै यहाँनिर कोही नाचेको देखाएको छैन मैले यहाँनिरबाट पनि कोही नाचेको देखाएको छैन अस्ति स्कर्टलाई मिलेको थिएन अहिले प्यान्ट ट्याएको अलि सजिलो भयो माथि जान के हेन त ए गाइज आज हामी चाहिँ सर्टकट निस्केनौँ फेरि यही स्टाइल घुम्दै जान पर्ने भयो किनभने फाइबरतिर किनेको छ नि त अनि त्यही घुम्दै अब ब्लगमा यहाँ के अरे पिनी जाने रहेछ कोही निसा दिदी हाई भन्नु अनि त्यही भएर राम्री हो राम्री कति बेला आउनु भएको र कति बेला मम्मीहरू के सानो सुसुती कति राम्रो पत्तो हो ग्रिन कलरको ल्याइसिन नानीले दुईटा लाने रे के अझ कुन लाने हेजु कुन लाने हो छुनु मुनु ग्रिन कलरको मम्मी लास्टमा ल इन्डियन जाम भोजे दाईको मासु पसल खाजा पसल ल अब भ्लगमा आउँछ ल हजुरको पसल बाई बाई नानी गाइज हामी चाहिँ अब घर जाँदैछौँ गाइज कुन्टुरीलाई हेर्नु हिपहप भएर कतै जानु लाग्यो कुन्टुरी सुन्नु मुनु गएको ल बाई 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 गाइज आजको भ्लग चाहिँ यही इन्ड हुँदैछ बाई बाई